माननीय हर्क साङपाङज्यूले चाहिँ यो स्ट्याटस राख्नु भएको रहेछ हैन। मलाई चाहिँ एकदम धेरै चित्त बुझ्यो के। र विरोधीहरूलाई चाहिँ यति पनि थाहा रहेनछ कि चन्दा भनेको के हो र सहयोग भनेको के हो भनेर पनि थाहा रहेन। चन्दा भनेको चाहिँ मूल्य तोकेर तपाईँले यति सहयोग गर्नै पर्छ, दिनै पर्छ भन्ने टाइपको हुन्छ। अनि सहयोग चाहिँ कुनै पनि व्यक्तिले म यो काममा चाहिँ यति सहयोग गर्छु है भनेर सो इच्छाले खुलेरै सहयोग गर्नुहुन्छ भने त्यसलाई चाहिँ सहयोग भनिन्छ। विशेष गरेर हाम्रो राई लिम्बूमा चाहिँ के हुन्छ भने हाम्रो कुलपित्रीलाई सम्झेर उहाँहरूको नाममा चाहिँ गर्नुभएको एउटा सहयोग हुन्छ। त्यो गर्यो भने चाहिँ धर्म कमाइन्छ भन्ने एउटा मान्यता पनि छ। अरूले पनि गर्नुहुन्छ, कुलपित्रलाई नै सम्झेर गर्नुहुन्छ, कसैले गर्नुहुन्छ म चाहिँ सहयोग गर्छु भनेर पनि गर्नुहुन्छ। त्यो चाहिँ सहयोग हो, चन्दा भनिँदैन। माननीय हर्क साङपाङज्यूले यति नै दिनुपर्छ तपाईँले जसरी भए पनि भनेर पनि भन्नुभएको छैन। तपाईँहरूको इच्छाले जति सक्नुहुन्छ दिनुहोस् भन्नुभएको छ। यसलाई चाहिँ के भन्छ? सहयोग भन्छ। विरोधीज्यूहरू विरोध मात्रै नगर्नुहोस्, अलिकति हेल्प पनि गर्नुहोस्, गर्न छोडिदिनुहोस्। साथ